आन्दोलनले बङ्गलादेश बनाइदिन्छु, सेनासँग डराएको छैन, प्रहरीसँग डराएको छैन, जनतासँग डराएको छैन। डराएको छ भने आन्दोलनकारीसँग डराएको छ सरकार। आज हामीसँग दुर्गा प्रसाईका अधिवक्ता वकिल भूमिनन्द चुडाल हामीसँग हुनुहुन्छ र सँगसँगै जेठ 15 गतेदेखि हुने भनेको राजावादी आन्दोलन दुर्गा प्रसाईको अनुपस्थिति भयो भने कस्तो रूप लिएला भन्ने आम चासोको बीचमा पनि हामीले संवाद गर्नेछौँ। निकै चर्चित अधिवक्ता भूमिनन्द चुडाललाई मैले स्वागत गरेँ। स्वागत छ सर, यहाँलाई नमस्कार। अब विषयवस्तुको प्रारम्भ आज कति बजेदेखि कति बजेसम्म दुर्गा प्रसाईको पक्षमा बहस गर्नुभयो तपाईँलाई भन्नुहोस् त ठ्याक्कै। हामी त त्यहाँ उपस्थित मात्रै भयौँ। हामीले के सल्लाह दियौँ भने हजुर वकिलहरूले धेरै बहस भइसक्यो, हजुर तपाईहरु आज आफ्नै कुराहरू आफै राख्नुस् भन्ने कुरा भएपछि सबैजनाले आफ्नो कुराहरू राख्न बसेमा दुर्गा प्रसाईले पनि राख्नुभयो। सबैले राख्नु। के भन्नुभयो दुर्गा प्रसाईले? हामी चाहिँ राष्ट्रको लागि लड्या हौं। यसमा त्यो घटनामा जुन हामीले अनुमति लिएर एउटा आन्दोलन गरेका थियौं, त्यसमा जुन घटना घटाइयो त्यो घटनाकोमा मुसिएका एमाले कांग्रेस माओवादी लगायतका कार्यकर्ताहरूलाई पनि छोडियो। तर हामीलाई चाहिँ के भन्दाखेरि अहिले यो मुद्दामा ल्याइएको अवस्था छ भन्ने कुरा सविस्तार साथ हामी चाहिँ राष्ट्रको लागि लड्या हौं। हामी आस्थाका बन्दीहरू हुन्। हामीहरूले कानुनले हामीलाई के छ भन्दाखेरि जस्तो सजाय गरे पनि हामी चाहिँ तयार छौं। तर सजाय भोग्न तयार छौं भनेर भन्नुभयो उहाँले। तर तथ्य र प्रमाणमा आधारित भएर अदालतबाट निष्पक्ष न्याय होस् श्रीमान भन्ने कुराहरू उहाँहरूले राख्नुभयो। अब निष्पक्ष न्यायको लागि उहाँहरूले बोल्दै गर्दाखेरि अब के प्रमाणहरू छन् त त्यहाँ? के प्रमाणहरू छन्? महत्त्वपूर्ण त त्यो हो नि त कुरा। त लागेको छ हैन? अब निष्पक्ष उहाँले जब निष्पक्ष भनेर जोरदार आवाज उठाइरहेछ भने यो अनुमति प्राप्त ठाउँमा हामीले कार्यक्रम गरेको थियौं, त्यहाँ राज्यले त्यो किसिमको घटना घटाएको छ, त्यसमा नागरिक आयोग गठन गरेन राज्यले, सम्पूर्ण दोष हामीमाथि थोपारेर राज्य बचिरहेको छ र हामीलाई दुर्गा प्रसाई होइन आन्दोलनको रूपमा आन्दोलनकारीको रूपमा हामी अहिले सरकार डराएको भनेको आन्दोलनसँग डराएको छ है। सेनासँग डराएको छैन, प्रहरीसँग डराएको छैन, जनतासँग डराएको छैन। डराएको छ भने आन्दोलनकारीसँग डराएको छ सरकार भनेर दुर्गा प्रसाईले भन्नुभयो। एकदम निष्पक्ष कुरा हो यो वास्तव। किन भन्दा आन्दोलन गर्छु भन्ने अथवा आन्दोलनले आँधीबेहरी ल्याउँछु, आन्दोलनले बङ्गलादेश बनाइदिन्छु, आन्दोलनले श्रीलङ्का जस्तो बन्न सक्छ भनेर आन्दोलनको अभियान गरेका अभियानकर्ताहरूलाई त्यो के छ भन्दाखेरि अहिले हिरासतमा बसेका छन्। अब दुर्गा प्रसाईको बहसमा श्रीमान अगाडि राखेर बहस हुन्छ नि त हैन? अब अदालतमा त मजाले आफ्ना कुरा राख्नुभयो हैन? त्यसमा दुर्गा प्रसाई हाँसी त्यो एकदम के भन्दाखेरि निराश हुनुहुन्न दुर्गा प्रसाई? कोही पनि निराश छैन। उहाँले एउटा के पनि भन्नुभयो भने राज्यले मलाई भोलिको दिनमा थुन्सेकको दिनमा पनि राज्यले जति मुद्दा लगाएको छ अरू पनि मुद्दा लगाउन सक्छ है श्रीमान। त्यसकारण यो के भन्दा निष्पक्ष छानबिन हुनुपर्छ भनेको मैले कुन चाहिँ घटनामा मेरो शरीक छ त, कुन चाहिँ घटनामा मेरो चाहिँ के छ भन्दाखेरि उपस्थिति छ, कुन चाहिँ घटना मैले चाहिँ घटाएको छु, तथ्य प्रमाणले त्यहाँ देखिएका अहिले प्रमाणहरू सबुत प्रमाणहरू भिडियोदेखि लिएर फुटेजहरूदेखि लिएर प्रत्यक्षदर्शीको बयानदेखि लिएर प्रहरीको प्रतिवेदनदेखि लिएर यावत प्रमाणहरू भनेको त सबै यही परिवेशका प्रमाणहरू हो नि। त्यहाँ भएका भिडियोहरू, त्यहाँ भएका फुटेजहरू, त्यहाँ प्रहरीले त्यति बेला बोलेका कुराहरू, आन्दोलनकारीले बोलेका कुराहरू, प्रत्यक्षदर्शीले भोग्दै गरेका कुराहरू हैन, यी सबै घटनाका सम्बन्धमा सरकारले के गर्छ भन्दा आफूलाई चाहिने कुराहरू घटनामा कलेक्सन गर्छ, नचाहिने कुराहरू अथवा आन्दोलनकारीलाई न्याय पाउने कुराहरू कलेक्सन गर्दैन। सरकारले वादीले त आफूलाई डह्रो हुने यो मुद्दालाई स्थापित गर्ने प्रमाणहरू मात्रै त्यहाँ चाहिँ स्थापित गर्ने प्रमाणहरू मात्रै खोजिरहेछ नि त। अब सरकारी वकिलका तर्फबाट केही भएन त्यहाँ आज बस कारणले गर्दा त्यो निष्पक्ष भएको छैन है, अनुसन्धान पनि निष्पक्ष भइरहेको छैन भनेर दुर्गा प्रसाईले भन्नुभयो। यो निष्पक्ष भएको छैन, अनुसन्धान पनि के भन्दाखेरि एकतर्फी रूपमा गइरहेको छ हैन। ठिक छ, मैले उहाँले भन्दै हुन्थ्यो मलाई 30 वर्ष जेल हालन प्रमाण छ भने
मैले अपराध गरेको छु भने 30 वर्ष जेल हाल्नु श्रीमान, अथवा म 30 वर्ष बस्न तयार छु, तर म निर्दोष छु भने निष्पक्ष सुनवाई हुनु पर्यो। मैले कुन चाहिँ अपराध गरेको छु त्यसमा म सजाय भोग्न तयार छु भनेर उहाँले टड्कारो रूपमा सबैले त्यहाँ जति पनि बोल्नेहरू थिए उहाँहरूको भनाइ के थियो भने हामीले अपराध गरेसम्म हामीलाई सजाय होस्, यदि हामीले नगरेको काममा हामीलाई झुटा मुद्दा नलगाइयोस्, किनभने हामी राज्यको लागि। कति मिनट बोल्नुभयो दुर्गा प्रसाई? सबैले गरेर तपाईँको आधी घन्टा पौने घन्टा जस्तो सबैले पालै पालो छ। दुर्गा प्रसाईले मात्रै? सबैले रविन्द्र मिश्र लगायतका अरू पनि नेताहरूले बोल्नुभयो। सबैले बोल्नु भएको छ होइन। आज चाहिँ सरकारी वकिलको तर्फबाट केही भयो? सरकारी वकिलले त उहाँले के भन्दाखेरि अहिले अभियोग तुरुन्तै ल्याउने अवस्था छैन। यो ठुलो मुद्दा छ, धेरै प्रतिवादी छन्, म्याद थप्नु पर्यो भन्ने सरकारी वकिलको माग। थप्नै पर्छ, म्याद पनि 1-2 दिन होइन 10 दिन नै थप्नुपर्छ भन्ने खालको पनि कुरा उठिरहेको थियो। तर श्रीमानले 5 दिन मात्रै थप्नु भएको छ। किन भन्दाखेरि राज्य विरुद्धको कसुरमा राज्यका स्रोत साधन लाग्ने हो, सबै लगाउने हो भने त यो मुद्दा 2 दिनमा दर्ता हुन पनि सक्छ नि। तर राज्यले गर्दैन नि त्यो। राज्यले त जति सक्दो धेरै दिन हिरासतमा राख्न चाहन्छ राज्यले त के छ भन्दाखेरि पूर्वाग्रही ढङ्गबाट राज्यले आएको छ। राज्यले यो आन्दोलन हो, दुर्गा प्रसाई होइन, आन्दोलन प्रसाई हो म भन्छु। आन्दोलन प्रसाई हो। गुड पोइन्ट द्याट इज गुड पोइन्ट। आन्दोलन प्रसाई मिश्र हो। आन्दोलन मिश्र आन्दोलन त्यो के अरे अनिल बाबा हो होइन। त्यो आन्दोलनलाई चाहिँ थुने हो क्या। ओके, आन्दोलनलाई जेल हाल्यो हो। तपाईहरुले आन्दोलन गरेको थियो त्यसकारण तपाईहरु चाहिँ के छ, यो व्यक्ति पात्रलाई मात्रै हाल्या होइन है, यो आन्दोलनलाई नै जेल हाल्या हो है। आन्दोलनलाई जेल हालेको तपाईको आन्दोलन देखिराख्नु भएको छ नि। तपाई मोटरसाइकल आन्दोलन गर्छ, कुनै उपलब्धि ल्याउन सक्दैन। तपाईको दुर्गाको त भोलि ताकत हुन सक्थ्यो, रिङ रोड घेर्न सक्थ्यो उसले। कतिपयले भनिरहेछन् बुद्धिजीवीहरूले तपाईँ बल्खुमै दुर्गाले चाहेको भए राजतन्त्र ल्याइसकेको अवस्था थियो, किनभने जनताको उपस्थिति। तर त्यसलाई के भने मोबिलाइज सही ठाउँ भएन। दुर्गा प्रसाई पनि के भन्दाखेरि एउटा आलो काँचो व्यक्ति भनौँ न, राजनीतिक पुरै चाहिँ एउटा आन्दोलन सञ्चालन गरेर सफल भएको व्यक्ति त होइन। उसले पनि अनुभव लिइरहेछ। अब अहिलेका हाम्रा पार्टीका नेताहरू जो सरकारमा बसेका छन् त्यो त आन्दोलन वर्षौं वर्ष तपाईको 20औं वर्ष आन्दोलन सञ्चालन गरेर सारा अनुभव बटुलेर आएका मान्छेहरू। अब है सर भूमिनन्द सुडाल, अब महत्त्वपूर्ण टु द पोइन्टमा आउँछु म। दुर्गा प्रसाईलाई अहिलेसम्म राज्यले जुन जुन एभिडेन्सहरू लिएर आएको छ कि छैन अहिलेसम्म? आधार कारण प्रमाणहरू राज्यले लिएको एभिडेन्स यतिका दिन भयो नि त होइन। एभिडेन्स भनेको अब त्यही तपाईको गाडी चलाएको देखाएको एउटा होइन, त्यो त माइनर कुरा हो। अब तपाईको काहीँ ढुङ्गा हानिरहेको फुटेजहरू कहीँ पनि छैन, काहीँ चाहिँ पुलिससँग भेटन्त गरेको कुनै पनि छैन हो। अब जसले गरेका छन् उहाँहरूले के छ भने उहाँ दुर्गा प्रसाईको आदेश थियो अथवा अभियानको यो चाहिँ उद्देश्य थियो, माइनर थियो भनेर बोलेका छैन। 5 दिन म्याद थपेको भनेको दुर्गा प्रसाईलाई अहिलेसम्म सरकारले प्रमाण जुटाउन सकेको छैन पूर्णतया। प्रमाण भनेको त त्यो बयान हो। प्रमाण भनेको के भने तिनीहरूकै बयान हो। बयान भनेको त स्वयं एउटा के हुन्छ, प्रतिवेदन हुन्छ। प्रहरीले प्रतिवेदन दिने हो, त्यही प्रतिवेदनमा टेकेर सत्य तथ्यको रूपमा चाहिँ बहस गर्ने, सबैका बयानहरू गर्ने हो है। बयानहरूले त्यो बयानबाट के कुराहरू आउला, बयानहरू एक आपसमा बाजिन्छ कि बाजिँदैन होइन। त्यो जो बयानले एकलाई अर्कोलाई पोल्छ कि पोल्दैन, यी कुराहरू मात्रै के छ भन्दाखेरि राज्यलाई वास्तवमै भन्यो भने राज्यलाई आन्दोलनको ठुलो डर छ है। आन्दोलनको डरको कारणले गर्दा अहिले तपाईको छ नि, सुन्नुहोस्, दुर्गा प्रसाईले अहिले आन्दोलन गरेर भने यो मुद्दा 1 मिनेटमा फिर्ता हुन्छ। के कुरा गर्नु तपाईँ? म आन्दोलन गर्दिनँ, मलाई छोड्दिया भने सरेन्डर गर्यो भने नि दुर्गा प्रसाई यो मुद्दा तपाईको 1 घण्टाभित्रमा फिर्ता भइसक्यो। 1 घण्टाभित्रमा दुर्गा छुट्छ, फिर्ता भइसक्छ। यो त के भन्दा आन्दोलनले सरकारलाई के गर्यो? अब यत्रो पार्टीहरू छ नि जुन एउटा तपाईँ 20औं वर्ष चाहिँ हामीले त कत्रो आन्दोलन गरेर आएको, कत्रो आफ्नो जीवन चाहिँ एउटा उसमा राखेर आएको, सङ्गीन अवस्थामा राखेर आएको, हाम्रा जीवनका मूल्यहरू तोकेको, त्यस्तो अवस्थाबाट पार भएर अहिले सत्तामा आएको। अब आन्दोलनको पनि अनुभव छ, सत्ताको पनि अनुभव छ उहाँहरूलाई। अनि हिजोको जस्तो तपाईको पञ्चायत जस्तो होइन नि, पञ्चायतमा त नेताहरूले त्यो आन्दोलन भन्ने के थाहा नै थिएन। 2-4 जनाले आन्दोलन गरे भने भागेर डरले हिँड्ने खालका थिए। अहिले त नेताहरू त तपाईको आन्दोलन नै सञ्चालन गरेर आइरहेको मान्छेहरूले कहाँ कुन आन्दोलनले के हुन्छ, कुनलाई चाहिँ के गर्ने भन्ने कुरा त्यो एउटा सबै त यसको जिम्मा फलानलाई,
यसलाई मुद्दा हेर्ने यो भनेर सबैलाई जिम्मा भाग लगाएको छ। अब जस्तो अदालत हेर्ने मुद्दा हेर्ने सल्लाहकारहरू राखेको छ होइन। यो सबै के भन्दाखेरि सरकार टिकाउने भनेपछि सरकार चाहिँ प्रमुखतया डराएको भनेको दुर्गा प्रसाईसँग मात्रै हो। यसमा सुन्नुहोस्, दुर्गा प्रसाई लगायत जसले पनि आन्दोलन, रविन्द्र मिश्र जसले पनि कडा आन्दोलन गर्छु भन्छ नि, त्योसँग सरकार एग्रेसिभली लाग्छ, डराउँछ। तपाईँको राजेन्द्र लिङ्गदेनले भोलिदेखि हामी यो सडक गेर्छौँ, हामीले यो सरकारलाई चाहिँ ढालेरै छोड्छौँ भन्ने खालको अभिव्यक्ति दिए भने, त्यस्तो खालको आन्दोलन आयो भने राजेन्द्र लिङ्गदेन गिरफ्तार हुन्छ। त्यो यस्तो निश्चित हो। जुन एग्रेसनमा आउँछ त्यसलाई थन्काउने हो सरकारको फर्मुला होइन। यो त आन्दोलन त नेतृत्व गर्ने, त्यही भएर राजेन्द्र लिङ्गदेन बोल्न नसक्ने हो नि। त्यसो भए आन्दोलन उनले अहिले राजेन्द्र लिङ्गदेनले अध्यक्षले यो हामी रिङ रोड घेरेर हामी 7 दिन चाहिँ यो चाहिँ ठप्प पार्छौँ, हामीसँग शक्ति छ, हामी गर्न सक्छौँ भन्ने खालको गऱ्यो भने नि यो सरकारले पहिला कसलाई समाउँछ? राजेन्द्र लिङ्गदेनलाई समाउँछ। सुन्नुहोस्, त्यसकारण सरकारले के हेर्छ? तागत हेरिरहेछ। आन्दोलनको तागत को छ? शक्ति को छ? अहिले त दुर्गा नै हो नि, त्यो त होइन त। सुन्नुहोस् न, यहाँसम्म तपाईँको आन्दोलनलाई दुर्गाले सर्भाइभ गरायो, एउटा बत्ती बालिदियो। बत्ती चाहिँ के छ भन्दाखेरि अब त्यसलाई ऊर्जाको रूपमा चाहिँ प्रयोग गर्न सक्ने नसक्ने भन्ने कुरा। म टु दि पोइन्टमा आउँछु है। जेठ 15 गते गणतन्त्र दिवस, त्यही दिनदेखि राजावादीहरूले आन्दोलनको उद्घोष गरेका छन्, शङ्खघोष गरिसके उनीहरू। अब आन्दोलन मूर्त रूपमा जान्छ, अब हामी निर्णायक आन्दोलन गर्छौँ उनीहरूले भनिसकेका छन्। अब यो परिप्रेक्ष्यमा दुर्गालाई थपिएको 5 दिनको म्याद पछाडि पनि थपिने सम्भावना कति छ? एकदम थपिन्छ। यो त 60 दिनसम्म, म सत्य कुरा भन्छु, तितो कुरा भन्छु तपाईँलाई, 60 दिनसम्म तपाईँको यो मुद्दा तपाईँको थपेरै राख्छ। सङ्गठित अपराधको मुद्दा भनेर मात्रै अदालतमा त्यो अभियोग चाहिँ लिएर अब हामीलाई समय चाहियो, 1-2 दिन हामी तयार गर्छु भन्छन्। त्यसपछि तपाईँको बयान गर्न तपाईँको थुनछेक बहस लाग्छ, तपाईँको बयान गर्ने 4-5 दिन 7 दिन जस्तो लाग्छ। त्यसपछि बहस गर्न अर्को 7-10 दिन लाग्ला। यसरी गरेर के भन्दाखेरि यो तपाईँ 15 गते नभन्नु भनेको यो 70-80 दिन 90 दिनसम्म लम्ब्याउने हो। यो असार साउन भदौ जान सक्छ। सरकारले एकचोटि हार्यो भने त सिद्धियो। आन्दोलनले 100औं चोटि हारे पनि आन्दोलन सिद्धिँदैन। आन्दोलनको नियम के हुन्छ भने आन्दोलनले 100औं चोटि हार्छ, तर सरकारले एकचोटि हार्यो भने सिद्धियो। हुन्छ सर, हस्, थ्याङ्क यू सो मच सर। एकदम धेरै धेरै धन्यवाद।